नमस्कार साथीहरू, सायद तपाईहरुले भक्तपुर दरबार स्क्वायरको बारेमा सुनेको हुनै पर्छ र आज यिनै भक्तपुर दरबार स्क्वायरको बारेमा हामी यसको हिस्ट्री र मिस्ट्रीको बारेमा चर्चा गर्दै छौं। सो ढिला नगरिकन आउनुहोस्, लेट्स स्टार्ट द भिडियो। भक्तपुर दरबार स्क्वायर जसले रहस्यमय तथ्यहरू, रहस्यमय अनुसन्धानहरू र अनसुलझ रहस्यहरू बोकेका छन्। वैज्ञानिकहरूले आजसम्म पत्ता लगाउन नसकेका तथ्यहरू, रहस्यहरू यस विषयमा यस भिडियोमा हामी आज छलफल गर्नेछौँ। भक्तपुर दरबार क्षेत्र नेवारी खोप लाएको भक्तपुरका राजाहरूको प्राचीन दरबार हो। समुद्र सतहदेखि करिब 1400 मिटर अर्थात् लगभग 46 फिटको उचाइमा रहेको यो दरबार क्षेत्र युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा खोपमा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट करिब 13 किलोमिटर पूर्वमा रहेको छ। यस दरबार परिसरमा 4 पट्टा छुट्टै क्षेत्र, दरबार क्षेत्र, टंगडी क्षेत्र, दतारे क्षेत्र र पोटरी क्षेत्र रहेको भए तापनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार स्क्वायर भन्ने गरिन्छ। मित्रहरू, यो काठमाडौँ उपत्यकामा रहेका तीनवटै दरबार क्षेत्रहरूमा सबभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो। भक्तपुर दरबार क्षेत्र लगभग 6.88 हेक्टर वा भनौँ लगभग 68,800 वर्ग मिटरमा फैलिएको छ। यसले मल्लकालीन वास्तुकला, मन्दिर, स्तम्भ र ऐतिहासिक भवनको समृद्ध संग्रह समेटेको छ। इतिहासले नेपालको मुटु भक्तपुर कलाको शहर, संस्कृतिको संगम अनि रहस्यको केन्द्र पनि भनिन्छ। भक्तपुर दरबार स्क्वायर नेपालको सुनौलो इतिहास, संस्कृति र रहस्यहरूको जीवन्त संग्रहालय हो र कुनै पनि पर्यटकले नहेरी यो ऐतिहासिक स्थलले किन यति धेरै प्रसिद्धि पाएको हो? के यहाँका मन्दिरहरूमा केही गूढ रहस्य छन्? अब हामी बिस्तारै यसको इतिहासको गहिराइमा जाँदैछौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। भक्तपुरको उत्पत्ति र मल्लकालीन शासन 12औं शताब्दीमा मल्ल राजाहरूले यसलाई नेवार सभ्यताको केन्द्र बनाए। त्यसपछि भक्तपुरले खोपा अर्थात् पुरानो नेवारको नामको रूपमा प्रसिद्धि पायो। त्यसपछि भक्तपुरलाई यहाँका राजाहरूले कला, संस्कृति र वास्तुकलालाई प्रश्रय दिए, जसको परिणाम हो आज हामीले देख्ने 55 झ्याल दरबार, नयतपोल मन्दिर अर्थात् 5 तल्ले मन्दिर, भैरवनाथ मन्दिर जस्ता अद्भुत संरचनाहरू। भक्तपुर दरबार क्षेत्रलाई मल्ल राजा यक्ष मल्लले यसलाई राजधानी बनाएका थिए। गोर्खाली आक्रमण र पतन सन् 1769 मा गोर्खाका राजा पृथ्वीनारायण शाहले भक्तपुरलाई आक्रमण गरे। यो युद्धले मल्ल शासनहरूको अन्त्य ल्यायो, तर भक्तपुरले आफ्नो सांस्कृतिक पहिचान कायम नै राख्यो। इतिहासले भक्तपुरको पुरानो नाम भातगाउँ रहेको पनि बताउँछ र आज पनि यहाँका मानिसहरूले नेवार भाषा, बाहुन, चबे र जात्रा परम्परालाई जिउँदै राखेका छन्। मित्रहरू, के तपाईहरुलाई थाहा छ अहिले पनि भक्तपुरमा अनि मल्ल राजाहरूका वंशजहरू बस्छन्? कमेन्टमा लेख्नुहोस् यो कुराको आन्सर। मित्रहरू, भक्तपुरले अझै पनि धेरै रहस्यमय तथ्यहरू लुकाएका छन्, अझै पनि अनसुलझ रहस्यहरू यसले बोकेका छन्। के तपाईलाई थाहा छ भक्तपुर दरबार स्क्वायरमा गुप्त सुरङ्गहरू छन्? किंवदन्ती अनुसार मल्ल राजाहरूले आक्रमणबाट बच्न यी सुरङ्गहरूको प्रयोग गर्थे। त्यस्तै अर्को मिस्ट्रियस कुरा, भैरवनाथको मन्दिरको मूर्तिले राति आँखा खोल्छ भन्ने विश्वास छ। के यो कुरा सत्य हो? रहस्यमय तथ्य के छ भन्नाले नयतपोल मन्दिरको 5 तलामा रहेको गुप्त कक्षमा अमूल्य धन राखिएको भनाइ छ। त्यस्तै 55 झ्याल दरबारको एउटा झ्यालबाट देखिने मूर्तिले सपना साकार गर्छ भन्ने जनविश्वास छ। मित्रहरू, भक्तपुर दरबार स्क्वायर केवल इँटा र ढुङ्गाहरूको समूह होइन, यो नेपाली संस्कृतिको जीवन्त इतिहास हो र जीवनमा एक पटक घुम्नै पर्ने दरबार भक्तपुर दरबार स्क्वायर हो। साथीहरू, भक्तपुर दरबार स्क्वायर इन्जिनियरिङ र आर्किटेक्चर डिजाइनले धेरै नै प्रख्यात छन् र यहाँ एन्सियन्ट इन्जिनियरिङ डिजाइनमा बनेका स्ट्रक्चरहरू र मन्दिरहरू रहेको पाइन्छ र आज हामी यिनै मन्दिरहरू पछाडि रहेको इन्जिनियरिङ मिस्ट्रीको बारेमा जान्दैछौँ। भक्तपुर दरबार स्क्वायरको 5 तल्ले मन्दिर 18औं शताब्दीको एउटा अद्भुत इन्जिनियरिङ मास्टरपिस हो। आज हामी यसको पछिको प्राचीन नेपाल इन्जिनियरिङका गोप्य रहस्यहरू उजागर गर्दैछौँ।
यो मन्दिर कसरी 300 वर्षदेखि भूकम्प, वर्षा र समयको कसौटीमा टिकिरहेको छ। यसको निर्माणमा प्रयोग भएका केही तकनिक त आधुनिक इन्जिनियरिङहरूलाई पनि अचम्ममा पार्छन्। साथीहरू, आउनुहोस् यस मन्दिरमा प्रयोग भएका केही इन्जिनियरिङ डिजाइनको बारेमा जानौँ। पिरामिड डिजाइन। हरेक तला माथिल्लो तलाभन्दा सानो हुँदै जाने यो डिजाइनले गुरुत्वाकर्षण केन्द्रलाई नियन्त्रण गर्छ। काठ ढुङ्गाको जोडाइ अर्थात् टिम्बर स्टोन इन्टरलकिङ सिस्टम। कुनै नख वा सिमेन्ट प्रयोग नगरिकन मात्र काठको इन्टरलकिङ फ्रेमवर्कमा ढुङ्गा जोडिएका छन् र यसलाई इन्जिनियरिङ टेक्निकमा भन्दा यसले अर्थक्वेकको समयमा फ्लेक्सिबिलिटी अर्थात् लचकता दिन्छ। काठको इन्टरलकिङ सिस्टमलाई इन्जिनियरिङ वर्डमा अर्थक्वेक रेजिस्टेन्स जोइनरी पनि भनिन्छ। फाउन्डेसन डेप्थ सिस्टम। करिब 10 फिट गहिरो चट्टानमा आधारित यो संरचनाले समयको परीक्षा बिर्सिएको छ। साथीहरू, के तपाईहरूले ध्यान दिनुभयो यहाँ कुनै पनि फलाम अथवा लोहाको प्रयोग भएको छैन? किन होला? यो कुराको जवाब कमेन्ट बक्समा लेखेर दिनुहोला। साथीहरू, सन् 2015 को अर्थक्वेकले धेरै आधुनिक भवनहरू ध्वस्त गर्यो, तर 5 तले मन्दिर किन बाँच्यो? किनकि यसमा जोइन्टेड फ्रेमवर्कले अर्थक्वेकको झट्कालाई एब्जर्ब गर्छ अर्थात् अवशोषित गर्छ, यानि यसलाई अर्थक्वेक रेजिस्टेन्स गर्न सक्छ र अर्को यसले युनिफर्मली वेट डिस्ट्रिब्युसन गर्छ। यसमा प्राचीन नेपाली इन्जिनियरिङहरूले डम्पिङ सिस्टमको कन्सेप्ट बुझेका थिए र यो डम्पिङ सिस्टमको प्रयोग गरेका थिए। साथीहरू, गुप्त तान्त्रिक इन्जिनियरिङ विधि अनुसार बुझ्ने हो भने 5 तला 5 तत्त्व मिलेर बनेको छ। पृथ्वी, जल, वायु, अग्नि र आकाश। 108 सिडीलाई पूर्णताको प्रतीक मानिन्छ भन्ने गर्भगृहमा यान्त्रिक यन्त्र हुन सक्ने अनुमान रहेको छ। रहस्यमय तथ्य के छ भन्नाले यस मन्दिरको छानाबाट बिस्तारै पानी बग्ने व्यवस्था छ जसले कहिल्यै नसुक्ने बनाउँछ। तसर्थ यो मन्दिर हाम्रा पूर्वजहरूको इन्जिनियरिङ प्रतिभाको जीवन्त प्रमाण हो र आज पनि यसले आधुनिक वास्तुकलाहरूलाई प्रेरणा दिन्छ। यसर्थ आजको भिडियोमा हामी भक्तपुर दरबार स्क्वायरको बारेमा केही ऐतिहासिक जानकारी प्राप्त गर्यौँ र साथै यहाँका मन्दिरहरूमा प्रयोग भएका इन्जिनियरिङ डिजाइन कन्सेप्टको बारेमा थाहा पायौँ। तसर्थ च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र लाइक, कमेन्ट, सेयर गर्न नबिर्स्नुहोला। जय नेपाल।